इफ हजुरको चाहिँ कन्फर्मेसन कोड हराछ भने डिभीको चाहिँ यसरी हेर्न सक्नुहुन्छ है। त इलेक्ट्रोनिक डाइभर्सिटी भिजा प्रोग्राममा जानुस् अनि त्यसमा चाहिँ यो साइट खोल्नुस् अनि यो खोलिसकेपछि चाहिँ तपाईँ चाहिँ स्ट्याटसमा जानुस्, कन्टिन्यू गर्नुस्। कन्टिन्यू गरिसकेपछि चाहिँ तपाईँले फरवर्ड कन्फर्मेसन नम्बरमा जानुस्, 2024 थिच्नुस्, लास्ट नेम राख्नुस्, फर्स्ट नेम राख्नुस्, मिडल नेम त खासै हाम्रो हुँदैन, त्यो हजुरको छ भने राख्नुस्, डेट राख्नुस्, बर्थ डेट अनि इमेल पनि राख्नुस्। त्यसपछि चाहिँ तपाईँले यो सब गरिसकेपछि चाहिँ मेरो चाहिँ यसमा मैले आफ्नो हालेर हेरेँ है त। अनि त्यसपछि त्यसलाई कन्फर्म गर्नुस्। त्यो कन्फर्म गरिसकेपछि चाहिँ हजुरको चाहिँ सबमिट गर्नुस्। सबमिट गरेपछि त्यो कोड आउँछ, त्यही हो हजुरको कन्फर्मेसन कोड। त्यो गरिसकेपछि तपाईँले फेरि हालेर सबमिट गर्नु, रिजल्ट आउँछ।